हेलो के छ गाइस। र मैले राति त सोचेको थिएँ बिहानै उठेर एक्सर्साइज गर्न जान्छु भनेर है, मर्निङ वक जान्छु भनेर। तर अहिले चाहिँ 10 बजिसकेको छ है, थाहै भएन 10 कति बेला बज्यो भनेर है। हिजोसम्म त मलाई मनमा मोटिभेट भइरहेको थियो क्या, म बिहान मर्निङ वक जान्छु भनेर। तर भए पनि मैले टेरेन है, 10 बजी भए पनि आएँ। तर दिन चाहिँ यति दामी भइरहेको छ कि हेर्नुहोस् न। र हिजो आजदेखि पुरा पानी पर्नु थालेछ है, निकै दिन भयो। तर यो खोला चाहिँ कति सानो थियो, अहिले चाहिँ यति डरलाग्दो बढिसकेको रहेछ है। म तपाईँहरूलाई तल गएर पनि देखाउनेछु। सोचेको थिएँ भोलिदेखि चाहिँ मर्निङ एक्सर्साइज जान्छु भनेर, तर थाहै भएन कति बेला 10 बजिसक्यो भनेर। यसो उठ्दा घडी हेर्दा त 10 बजिसकेको रहेछ हो। के भन्नु अब। र तपाईँहरूलाई म खोला देखाउने चाहिँ 2-3 दिनको पानीले गर्दाखेरि पनि यस्तो डरलाग्दो बढिसकेको रहेछ है, थाहै छैन मलाई। हिजोसम्म त हामी आरपार गर्थ्यौँ यो खोलादेखि, अहिले चाहिँ यस्तो डरलाग्दो बढिसकेको रहेछ। र के छ है, मलाई मोटिभेट त्यही भएको छैन हौ। मर्निङमा उठेर म एक्सर्साइज गर्छु, रनिङ जान्छु, जगिङ जान्छु भनेर सोच्छु, तर खोइ उठ्दाखेरि 10 बजिसकेको हुन्छ। कसलाई हेरेर मोटिभेट हुनु अब। कति लगाइस तपाईँहरूले हेर्नु सक्नुहुनेछ है, खोला चाहिँ यस्तो बढिसकेको रहेछ है। के हो, क्यामेरामा त खोला राम्रै देख्दैन त, के भएको हो। यहाँ पर चाहिँ आएर भिड बस्छ है। खोला चाहिँ यस्तो दामी बढिसकेको रहेछ यहाँ चाहिँ। के भन्नु, यहाँबाट चाहिँ के छ, हामी यहाँदेखि चाहिँ अब मर्निङ वक चाहिँ जान्थ्यो नि त हामी यहाँदेखि उता। अहिले चाहिँ अब टाइमिङमा मात्रै जानु पाउँछ, र त्यसरी बेला जानु पाउँदैन है।